साथीहरू है म चाहिँ माइती घरबाट आइपुगेँ आएर पनि अनि हैन अब चाहिँ माथि के छतमा के भएछ कसो भएछ म तपाईहरुलाई पनि देखाउँछु है म पनि हेर्नु जाँदैछु साथीहरू हेर्नु जानुहोस् ल के भएछ यहाँ फुल कस्तो दामी यो फुल त कटिङ गर्दै राखेको कस्तो दामी फुल रहेछ है साथीहरू फुल हो फुलहरु चाहिँ अहिले यस्तै छ है यस्तो छ अन्त यहाँ देखाइदिनु हाम्रो अहिलेको फुलहरु चाहिँ क्यामेराम्यान फलौँ पञ्चमुखी हो है यो फुल चाहिँ म त फुलहरु चढाइहाल्छु राख्नै आदिन हो मैले हिजो पनि चढाएको थियो चढाउनुको लागि रोपेको हैन मेन चाहिँ हाम्रो नारायण यो फुल जङ्गली फुल है यो जङ्गली फुल हो तर आएको छ अन्त एउटा यो सबै फुलिसक्यो यो रहेछ मजाले फुलेको यिनीको दामी फुलेको है ठिकै छ अहिले होइन फुलर अनि यहाँ हेर्नुहोस् आउनुहोस् त साथी अनि हाम्रो यहाँ मेन कुरा चाहिँ काँक्रा फलेछ कि काँक्रा चाहिँ कतिवटा फलेछ ल साथीहरूलाई म देखाउँछु ल काँक्रा कतिवटा फलेछ एउटा त कुहिएछ है साथीहरू यी झरेर पनि कुहिएछ हो टिप्नु नभ्याएर होला कतिवटा छ भने भित्र खोज्नुपर्छ एउटा त्यो तलपट्टि पनि झरेको छ त्यो तान्नुपर्ने छ हौ यताबाट यहाँबाट हुँदैन होला नि त है भरे घट्टामा तल झर्दैन अनि तल देखाउँछु अनि साथीहरू विशेष म के देखाउँछु भनेदेखि आउनुहोस् त टमाटर फलेछ टमाटर टिपी गर्दै लगाउनु हो डल्ले खोल्छ भने चाहिँ नदेखाउँ होला किनभने भान्जीले मलाई मार्छ होइन कविता भान्जीले कराउँछ डिलिट गरिदियो भनिहाल्छ होइन त्यसैले म देखाउँदिनँ सिमी चाहिँ खै त्यही हो फुल्दैन पनि होइन घारी भइरहेको छ अनि चाहिँ यो हो फुलहरू अन्त यहाँ यो चाहिँ के भन्छ यो तपाईँहरूले के भन्नुहुन्छ कालो अदुवा कालो हल्दी कालो हल्दी के भन्छ कि यहाँ कस्तो मजाले फुलिरहेछ है फुल देखाइदिनु स्वयं फुलिरहेछ हो अनि यही हो साथीहरू अनि आज आमा छोरा काम चाहिँ पुरा छ फलो मी है गदावरीहरू चाहिँ कटिङ गर्नुपर्ने छ यहाँ पनि छ तल पनि छ तल पनि देखाउँछु हो सबै कटिङ गर्नुपर्छ टाइम पास हामी आमा छोराको यही हो होइन छोराको पनि इक्जाम सक्यो टाइम पास अब अनि एकपल्ट काँक्रा देखाइदिनु न म हाम्रो बारीमा भएको काँक्रा यतिको चाहिँ भएछ है यतिको चाहिँ भएछ अझै छ तल घुम्दिरहेछ त्यो पनि टिपिहाल्नु छ हो बिग्रिन्छ होइन देखाउनु त जाउँ त त्यो तलको काँक्रा हो अन्त निलो पनि छ उयो छ निलो यो चाहिँ हाम्रो छोरीले सबै निलो चाहिँ जाँदैछ पुरा यहाँ लगाइदिएको थिएँ खोर्सानी चाहिँ नदेखाउँ अन्त लसुन चाहिँ मेरो छोराले लसुन चाहिँ यो आइडियाले रोपेको छ होइन यो आइडियाले रोपेको छ है हुँदैछ ए लसुन पनि हुँदैछ होइन गमला जग्गा छैन त्यसरी आइडिया गर्नुपर्छ यो त साह्रै बाउ हेर्नु त्यही हो साथीहरू घरमा चाहिँ फुलको यहाँ चाहिँ अब फुलको स्याहार हुन्छ होइन यो काँक्रा चाहिँ कसरी टिप्ने ए माथि देखाइदिनु त भाइ यो काँक्रा टिप्नु छ कसरी टिप्यो टिप्नु पनि सक्नु पर्यो होइन अनि हाम्रो यो प्लान्टहरू यो काँक्रा चाहिँ टिप्नु साह्रो पर्ने रहेछ हो भाइ यो फर्सीको मुन्टा पनि त्यो मजाले भएको छ है त्यो पक्रिँदा म टिप्नु खोजिहेर्छु यहाँ पनि यो प्लान्टहरू देखाइदियो नि हाम्रो प्लान्टहरू के फुटेको छ यो पनि कटिङ गर्नुपर्ने छ है सफा गर्नुपर्ने छ काम थुप्रै छ आज भोलि पर्सि 2-3 दिन त हामीलाई यो कटिङ गर्नु लाग्छ होला होइन भाइ अन्त म क्यामेरा पक्रिन्छु कि तपाईँ गर्दा हाम्रो यो बगानबेली चाहिँ अब फुलिसकेको होला गेटमा बगानबेली छ कि फुलिसकेको होला हो अनि भाइले टिप्पी छाड्ने अरे हौ
म टिप्छु नि ल आमा भन्दैछ कि डर पनि लाग्छ साथीहरू चढे हेरै राम्रो हेरेर चढ्दै एउटा काँक्राको लागि फेरि होस् होस् सोध्दै थियो उयो कुन होस् 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 म डर लाग्यो त चढेकै देखेर म त डर लाग्छ भन्ना नि सोध्दै थियो बातमा गर्नुपर्छ त्यो अहिले चिप्लो छ नि त के चिप्लो भएको कारणले गर्दा चाहिँ हाम्रो फुल यो चाहिँ हाम्रो बाहिर बाइकहरू राख्ने जग्गामा चाहिँ यो पनि चढ्छ नि बुई खतरा छ यो ल मेरो छोराले टिप्दैछ ल काँक्रा हेर एउटा काँक्रा टिप्नुको लागि यो वालमा चढिरहेको छ डर पनि लाग्छ मार्छ नि कुहिएछ यी अलिकति कुहिएको त होला नि अलिकति किरा लागेछ किराको दबाईहरू त छ कि मेहनत गऱ्यो भने त तर गाइस यसरी फल्नु त फल्दो रहेछ है होइन टाइम पास चाहिँ यही हो के गर्नु साथीहरू टाइम पास त गर्नु पर्यो होइन घरमा बसेर यहाँ त सिलगढीमा त्यही हो टाइम पास त फुल रोप्नु फुलहरू स्याहार्नु यो चाहिँ सबै मेरो छोरीले रोपेको मेहनतहरू हो कि मार्छ नि फेरि स्याहार दिनुपर्छ मजाले हो मैले भन्दा पनि भाइले गाली खान्छ कहिले कटिङ गरिसक्नु यत्रो कटिङ गर्नु छ माथि पनि छ है भाइ डल्लै कहिले कटिङ गरिसक्नु उत्रो अच्छा से उत्रो चढ्नु त चढ्यो नि अब यसलाई उत्रिनु साह्रो पर्यो बिस्तारै बिस्तारै ओ माइ गड काँडा छ त्यसमा यही छैन यहाँ हो फेरि ल यही टिपेको यी काँक्रा तिनवटा त भइहाल्यो तिनवटा त भयो हाम्रो बारीको हाम्रो छतमा रोपेको त्यो तिनवटा त भयो होइन नि सागहरू किन्नु पर्दैन हो रोपेको अब जुनियरलाई देखाएर चाहिँ भिडियो एन्ड गरिदिन्छु नि ल के खुसी हो यहाँ होइन गाइस यो त अब बदमास नै छ यसको ल बाई बाई